हामी एउटा जेन्जी भाइ जो चाहिँ टिचिङमा चाहिँ सिरियस अवस्थामा हुनुहुन्थ्यो अनि उहाँ भाइलाई चाहिँ भेट्न आउँदैछौँ। यहाँ चाहिँ भाइको सानो कोठा रहेछ। ए नमस्कार भाइ। ए अहिले कस्तो छ तिमीलाई? ए हजुर। तिमी त अनि टिचिङमा मैले अस्ति भेट्दा त सिरियस अवस्थामा थियौ त। त्यतिखेर दुखाइ पनि धेरै थियो नि त। अनि पेनकिलर। तिम्रो नाम के रे? निश्चल थापा। निश्चल थापा। ए अनि मम्मी के गर्नुहुन्छ? मम्मी घरको काम गर्छ। ड्याडी हुनुहुन्न। कति वर्षदेखि हुनुहुन्न? 3-4 वर्ष भयो। 3-4 वर्ष भयो ड्याडी नहुनु भएको। बित्नु भएको कि के? बित्नु भएको। ए बिचरा हेर्नु त यो। अनि घर त यस्तो वाङतिर रहेछ त, यस्तो रियल जेन्जीको घर यस्तो। आमा तिमीलाई कतिवटा गोली लाग्यो भन त? मलाई गोली त एउटा लागेको तर यताबाट लाएर यताबाट निस्कियो। तिमी बिहोस अवस्थामा थियौ अनि त्यतिखेर मैले तिमीलाई कपडाहरू दिएँ, सायद यो कपडाहरू दिएको कपडा जस्तो लाग्यो हो। दुईटा टी सर्ट दिनुभएको थियो। अनि पैसा दिए कि दिनु मैले त्यतिखेर? पैसा त्यस्तो त केही दिनु भएन कि, अब त्यति गरिदिनु भयो। अनि पानी लिएर दिनु भएको थियो। हो सबै याद रहेछ त उसलाई त। अनि म त पुरै त्यो दुखेर कस्तो भइसक्यो। म तिमी यस्तो अवस्थामा देखेर एकदम खुसी लाग्यो। त्यो त सरबाट म बधाई दिन चाहन्छु किनभने तिम्रो अवस्था एकदम नाजुक थियो। मैले टिचिङमा भेट्दाखेरि आज तिम्रो घरमा आएर भेट्न पाएँ। अनि अलिकता यो व्यवस्थित हुनु पर्यो हेर त। यहाँ कि यो छाउनलाई कति पैसा पर्छ भन त? कति जति पर्ला यो पालहरू बन्द गर्नलाई? यो त वारपार सबै यहाँबाट देखेर छड त, यताबाट देखिन्छ त सबै। हेर त यस्तो रहेछ है। हजुर वाङगाङै रहेछ। ल दिदीले कति सहयोग गर्नुपर्छ भन त कान्छा? नउ गरिकन भन। त्यो 1 लाख त्यो बिचरा त्यस्तो केही खान्छ कि नराम्रो कुरा त खाँदैन नि। फेरि म सोध्छु नि मम्मीले यताउति त्यस्तो खाने गर्ने। त्यही त अम्मा। अनि यहाँ अनि चामलहरू सक्छ छैन? चामलहरू मैले यो मेरो खालै जाने भएर मैले दुखेर ल्याउन सकिनँ। चामल पैसा दियो भने आफै किनेर ल्याउन सक्छौ? ए ल आफै किनेर ल्याऊ ल चामलहरू चाहिँ। छिटो गर्नु न भाइ, किन 1 घन्टा लाउनु ल हजुरले? कति छ? 1 लाख छ। ल भाइलाई यो चाहिँ 1 लाख चाहिँ यो धेरै अमाउन्ट छ है। फेरि हराउनु पनि सक्छ पैसा। तपाईँ उ गरेर राख्नु, ब्याङ्कमा राख्नुपर्छ है। 1 लाख थपिदिनु भएको छ। 1,01,000 रुपियाँ भयो। अनि त्यसपछि ल कान्छ के त नि। ल बिचरा यो सबैबाट यस्तो बेलामा कोही पनि आउँदैन, हजुर आइदिनु भयो। बिचरा। अनि चामल पनि किन्नु, दसैँलाई पनि खर्च हुन्छ। अनि मम्मीलाई नि दिनु है। मम्मीलाई कपडा नि किनिदिनु है। मम्मीलाई नि दिनु। अनि तपाईँको अझै त्यो टाकाहरू बाँकी नै छ? टाका खोल्ने बाँकी छ। ए फेरि 4-5 महिना लाग्छ अरे।